हेलो गाइज, दर्शन नमस्ते सबैलाई। नाम्से वालु ढोकदिया। आज चाहिँ यसो है त्यो भन्दै लागे गुर्मी खोला भन्छ यसलाई चाहिँ। यहाँ पानी चाहिँ बवाल प्रशस्त पाउँछ क्या, पानी पनि सफा। अहिले चाहिँ म अनि गुर्मी खोलातिर अनि सबैलाई ह्याप्पी दसैँ है। अनि दसैँ लागिसक्यो मलाई चाहिँ, अनि दसैँ लाएरै अब घरमा भन्दा आफ्नो कपालतिर पनि कलर गरिदिएँ मैले चाहिँ। यसो रङ्गी चङ्गी हल्का बनाइदिउँ न त भनेर। यहाँ फेरि अनि यहाँ झर्ना छ क्या, भन्दा अगाडि तपाईँहरूलाई त्यो पनि देखाउँछु। दामी छ क्या, तर यता यसो पिकनिक सिकनिक आउनुलाई साथीभाइहरूसँग घुम्न आउनु यस्तो बवाल ठाउँ छ। पानी त तासुकै चुइरहेको टप यतातिर दामी ठाउँ छ यहाँ। पानी चिसो चिसो पानी भित्रबाट निस्किन्छ। बवाल छ। म यहाँ अगाडि देखाउन जान्छु। पक्कै भाइ तर देख्छ देख्दैन यहाँ झर्ना छ कि छैन। कुल त थियो ए रहेछ ल, अहिले पनि अलिक ठुलै रहेछ यहाँबाट, तर देख्छ देख्दैन है गाइस। जस्तो लाएर हेर्दाखेरि वहाँ पर अलिअलि देख्दो रहेछ। पर हिँड्नु आयो भने चाहिँ बवालै छ यहाँ। घुम्नसम्म पिकनिक सिक्ने आउँछ यहाँ मान्छेहरू पिकनिक गर्न। झर्ना यस्तो छ। ब्याक क्यामेराबाट जुम गरेर देखाइदिनु भनेको ब्याकै नहुँदो रहेछ। यहीबाट म जुम गरिदिन्छु। जुमै हुँदैन। यहाँबाट अलिक कस्तो देखेछ, सानो देखेछ तर ठुलै छ है। राम्रो छ अझै, अहिले त घटेछ। पहिले त दामी थियो, अहिले त अब सानो सानो नै। हामी यही बाटो हिँडेको, अहिले चाहिँ ठुलो भइयो। बाटै ढुङ्गाहरू छ यत्रो गाइस। गुर्मी खोला हुन्छ। ढुङ्गा चाहिँ यहाँ बडो बडो मानको छ क्या, अरू भन्दा नि ढुङ्गा हेर्नु कत्रो कत्रो छ ढुङ्गा। ल ढुङ्गा यहाँ छ अब यत्रो झन् ठुलो। अहिले यो तल अनि मन्दिर छ, ककनी भन्छ त्यसलाई। त्यो मन्दिर पनि म देखाउँछु गाइजहरू। जाँदै जाँदै त्यहाँ चाहिँ दामी मन्दिर छ, ककनी मन्दिर भन्छ। अहिले म त्यहाँ देखाउँछु तपाईँहरूलाई। अर्को कुरा यहाँको विशेषता देखाउँछु भन्थेँ नि मैले गाइज। विशेषता यहाँको विशेषता भनेको यहाँ पानी के यस्तो भित्ता चट्टानबाट पानी आउँछ, चिसो पानी थिए पनि हामी यही पानी पिउँछौँ। थाके यताउता हिँडेर आएर अनि यहाँको पानी पसिनै पसिना भइसक्यो। म हिँडेर गाह्रो छ। यहाँ हेर्नुहोस् ल, यस्तो चट्टानबाट पानी आउँछ अनि यस्तो चट्टानहरू यही पानी खाने हो फेरि हामीले चाहिँ। यस्तो सफा चिसो हो पानी पनि, अरूभन्दा चिसो हुन्छ क्या यहाँ पनि। दामी ककनीको है फेरि यो चाहिँ गाइस। त्यही ककनी मन्दिरको छेउको। र सबैलाई बाई बाई यति भन्दै ल गाइस, वहाँ माथिबाट म यहाँ अघि भनेको ठाउँ ककनी आइपुग्नु लागेँ। हिँड्दा हिँड्दा पसिनाले पनि यस्तो भइसक्यो। तपाईँहरूलाई म अहिले देखाउँछु भनेको यहाँको मन्दिर देखाउँछु। यस्तो ठुलो त्यो मन्दिर त होइन कि, अर्ग्यानिक चाहिँ भित्तामा बनिएको आफस्याप मन्दिर हो। बनाएको सानो छ अनि ले झन्डै लडिन नि बाबा चिप्लेर त। म भ्लग बनाउनेमा त कार्यक्रममा झन्डै टाउको फुटाइ भएन त गाइस। गाह्रो छ हौ मलाई भ्लग बनाउँदै हिँड्नु पनि यहाँको। तर मेरो ब्याक क्यामेरै भएन क्या, नत्र यहाँ सबै देखाइदिएँ म। यहाँको अर्ग्यानिक चिजहरू यस्तो बवाल बवाल बनिएको छ क्या। आफै त्यो कस्तो कस्तो आर्ट बनिएको छ माटोको आफै। अनि यहाँको विशेषता एउटा चिज पनि छ क्या, त्यो पनि देखाउँछु म। के छ भने
ल ककनी माता आयो जे ककनी माता भन्दै अगाडि बढौँ मन्दिरतर्फ। यस्तो छ मन्दिर। यो माथि अर्को सायद गुफा जस्तो चढ्थ्यौँ। माथि 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 पनि छ। चप्पल यहाँ खोलौँ है, अलिक यहाँ लाएर चल्नु मिल्दैन छ। ल यो भयो एउटा यहाँ छ, अर्को वहाँ माथि त्यहाँ गुफा जस्तो त्यहाँ माथि छ अलिकति आर्ट बनिएको भनेको। अलिक म जानु सक्दिनँ यहाँ, यस्तो छ बाटो अलिक भिरभिर जस्तो छ, घुमेर यताबाट पर्छ। यस्तो त यहाँभित्र हेर्नु न त अहिले अलिक धेरै मान्छे नआएकोले होला यहाँ पैसा सैसा चढाइदिएको रहेछ 5-10 रुपियाँ। अनि यता छ, यता यस्तो छ यहाँ। अनि यहाँ माथि छ है, तपाईँहरूलाई म सबै देखाउँछु। अनि यहाँ छ, यहाँ अहिले सिडी बनाएको, अहिले यो भर्खरै। पहिले त यो जरा यो जराबाट आउनु पर्थ्यो, यो जराबाट तलबाट झुन्डेर आउनु पर्थ्यो। यस्तो छ गाई त्यहाँ चाहिँ मन्दिर। यहाँ पैसा चढाइदिएको रहेछ कुन चाहिँले 5 रुपियाँ देख्न सक्नुहुन्छ तल भन्छ। ल ककनी माता रक्षा गर्नुहोस्। यहाँ यस्तो छ गाई चाहिँ हेर्नुहोस्। त्यहाँ अझै त्यहाँ पनि बवाल छ। यहाँ चाहिँ गणेश भगवानको उयो जस्तै छ, के अरे त्यो सुँड जस्तै टाइपको। उहाँ त्यस्तै थुप्रो चिज छ गाइज। अनि यता घन्टी पहिले यहाँ अहिले सिडी भर्खरै बनाएको हो, नत्र भए डेन्जर थियो क्या यहाँ ठाउँ, मान्छेहरू थुप्रो आउँथ्यो। अनि भर्खर बनाएको यो सिडी मान्छेहरूले नत्र भए यो कस्तो थियो म देखाइदिन्छु गाइज। यो तल छ, यहाँ छ नि, यहीँ तलबाट त्यो लहराको उयोबाट झुन्डेर आउनु पर्थ्यो, यो रुखको जराबाट झुन्डेर आउनु पर्थ्यो। त्यस्तो गाह्रो थियो। अहिले नि भर्खर बनाएको। अब त्यहाँ माथि त म जानु सक्दिनँ, ब्याक क्यामेरा जुम गरेर देखाउँछु म त्यहाँ माथि।